पहिला चाहिँ 4 नम्बरले चाहिँ माथि माथिको जुन छ त्यो चाहिँ काट्दिनुपर्छ है साथीहरू। 4 नम्बरले पहिला स्टार्टिङ गर्ने, तल चाहिँ माइनसमा हुन्छ। अनि स्टेप बाई स्टेप हेर्दै जानु मिक्सिङ कसरी हुन्छ। चार नम्बरले चाहिँ यति भयो। अब चाहिँ अब तल चाहिँ 1 नम्बर गरेर लास्टमा चाहिँ यो माइनसले गर्नुपर्छ है। अनि माइनस गरेर मिक्सिङ गर्नुपर्छ। यो 4 नम्बरको चाहिँ भयो चारैतिर। अब चाहिँ तल चाहिँ 0 को चाहिँ हेर्दै जानु है। यो चाहिँ 0 भयो। 0 बाट चाहिँ अब चाहिँ मिक्सिङ हुन्छ है। यो चाहिँ पहिला लाइन चाहिँ तान्दिउँ अनि त्यसपछि त्यो मिक्सिङ गरौँला है। अनि लास्टसम्म हेर्दै जानु है। फाइनल लुक चाहिँ हेर्नुपर्छ है साथीहरू। हाम्रो सरलाई च्वाकवाला ह्यान्डसम बनाइदिनु पर्यो कि। अब यो 0 लाई चाहिँ अब मिक्सिङ गरौँ है। 1 नम्बरबाट 1 नम्बर यो छ है। 1 नम्बरबाट चाहिँ मिक्सिङ गरौँ। मिक्सिङ गर्ने बेलामा चाहिँ यो सिधा चाहिँ यस्तो नलाने है। यो हल्का यसो माथि गर्नुपर्छ है साथी। माथि गर्नुपर्छ। त्यो पेपरमा चलायो भने मात्र मिल्छ है। माथिको जुन यो जुन छ नि धार देखेको, यो धार मेटाउनको लागि हल्का पेपरमा चलाउनु पर्छ है। यस्तो हल्का माथि यस्तो गरेर यसो गर्दाखेरि बल्ल चाहिँ स्लो पनि राम्रो हुन्छ अनि लुक्स पनि राम्रो आउँछ। सो हेर्दै जाम है। फाइनल लुक चाहिँ हेर्नुपर्छ है साथीहरू। हाम्रो भर्खरको ब्लग छ, त्यही भएर त्यति राम्रो क्वालिटी दिन सकेको छैन। यसो चाहिँ कम्प्रोमाइज चाहिँ गरिदिनु होला है साथीहरू। अहिले चाहिँ 1 नम्बरबाट गरिरहेको छु। अनि त्यसपछि 1 नम्बर भइसकेपछि 0.5 ले चाहिँ तलको जुन धार देखेको त्यसलाई चाहिँ मिक्सिङ गर्नुपर्छ है। अनि यो मिक्सिङ भइसकेपछि माथिको चाहिँ हेर्नु होला है। मेसिन चाहिँ टेपरमा चलाउनु पर्छ है। टेपर भनेको यस्तो सिधा चाहिँ हैन, हल्का छड्के यसो माथि गर्नुपर्छ। बल्ल चाहिँ त्यो स्लोप चाहिँ राम्रोसँग हुन्छ है। त्यो भर्खर सिक्ने साथीहरूको लागि चाहिँ एकदम राम्रै हुन्छ कि हेर्दै जानु। हाम्रो भिडियो हेरेरै सिक्नुहुन्छ। यस्तै टेपरमा चलाउनु पर्छ है। गर्ने हो है। यो चाहिँ 0.5 ले अघि चाहिँ 1 नम्बरले गर्यो साथीहरू है।
अब चाहिँ यसलाई चाहिँ 0.5 ले त्यही अघि जस्तै है टेपरमै हल्का यसो गरेर टेपरमै मिलाउनु पर्छ र मिक्सिङ गर्नुपर्छ। ल हेर्दै जाम है। यो चाहिँ मिक्सिङ भइरहेछ 0.5 ले। तल चाहिँ 0 र माइनस लागेको छ। अनि यसलाई चाहिँ मिक्सिङ गरौँ है 0.5 ले। ल हेर्नु है, यो अहिले यस्तो छ। यो मिक्सिङ भइसकेपछि कस्तो हेर्छ है, हेर्दै जानु त। टेपरमा चलाउने है। .5 चाहिँ भयो। अब यसलाई हल्का लिभरलाई चाहिँ क्लोज गरौँ है। क्लोज गरेर यो जुन अलिअलि देखिरहेछ नि त्यसलाई चाहिँ यसो टेपरमा चलाएर यसलाई मिक्सिङ गरौँ है। अब 0बाट मिक्सिङ चाहिँ भयो। 0बाट मिक्सिङ भइसकेपछि यो जुन हल्का देखेको छ नि यस्तोमा, यो चाहिँ कैँचीले चाहिँ हल्का मिलाउनु पर्छ है। 0बाट मिक्सिङ हुँदा अघि र अहिलेको चाहिँ हेर्नु कतिको फरक आइसकेको छ। अनि नयाँ सिक्ने साथीहरूलाई चाहिँ यो भिडियो हेर्दै जानु है, धेरै चाहिँ सिकिन्छ यो भिडियोबाट। सो हेर्दै जानु है। अब यो चाहिँ जुन छ नि ठुलोलाई चाहिँ यो ठुलो काइँयोले चाहिँ स्लोप गर्नुपर्छ है। यसलाई चाहिँ मिलाउनुपर्छ। ल हेर्नु है, यो चाहिँ हल्का यसो गरेर टेपर, यो पनि टेपरमै चलाउनुपर्छ है। यो पनि टेपरमा गऱ्यो भने चाहिँ राम्रोसँग हुन्छ। यस्तो कार्बेली कटहरू त्यो ठाडै स्लोप गरिनेहरू छ नि, यसको लागि यो काइँयो चाहिँ एकदम बेस्ट हो। यो चाहिँ काइँयो राम्रो खाले काइँयो छ कि यो चाहिँ स्लोप गर्नले एकदम राम्रो छ, सजिलो पनि छ, धेरै मिहिनेत पनि गर्नु पर्दैन यो काइँयोले। सो यसो गर्ने। अनि यो जुन हल्का छ नि यसलाई चाहिँ यसो गरेर यसो काट्दिने है। यसो काट्दाखेरि स्लोप चाहिँ सही आउँछ। यस्तै मिक्सहरू चाहिँ गर्दै जाम है। अनि स्लोप हुँदै जान्छ। अनि यो चाहिँ टेपरमा है, टेपरमा यसो गर्ने। अनि यो मेसिन पनि टेपरमै चलाउनु पर्छ। यसो गरेर हल्का माथि गरेर गर्नुपर्छ। यो चाहिँ हल्का यो चाहिँ धार जस्तो देखेको छ। यो चाहिँ कैँचीले मिलाउँदा नि भयो, मेसिनको 1 नम्बरले हान्दा नि भयो। सो अब तपाईँले कुनले गर्दा सजिलो हुन्छ त्यो गर्दा हुन्छ है। कैँचीले गर्ने, अब कैँचीले एक्सपर्ट छ भने कैँचीले गर्ने, मेसिनले गर्नुहुन्छ भने मेसिनले गर्दा पनि हुन्छ। अब चाहिँ यो हल्का मात्र यसलाई हल्का कैँचीले गर्दाखेरि स्लोप भइहाल्यो। अनि त्यसपछि अब माथिको चाहिँ हेर्नु होला है। यो तल साइडको चाहिँ अब लगभग भ्या छ, अलिकति मात्र अब स्लोप गर्न बाँकी छ। सो अब माथिको चाहिँ हेर्नु है। अनि भिडियो चाहिँ नछुटाइकन हेर्नु है। नयाँ साथीहरूले त नछुटाइकन हेर्दाखेरि धेरै चाहिँ योबाट धेरै चिज सिकिन्छ। यो अघिको चाहिँ त्यो धार देखेको चाहिँ मैले कैँचीले नै गरेको है। कैँचीले नै गरेको हेर्नु र कस्तो राम्रो चाहिँ स्लोप भइसक्यो है। अघि चाहिँ पुरै धार देखिरहेको थियो, अहिले चाहिँ धार चाहिँ गयो। अब चाहिँ अगाडिको चाहिँ अलिकति बाँकी छ। अगाडिको चाहिँ हेर्नु अनि फाइनल चाहिँ हेर्नु है। धेरै अगाडि
तपाईँको चाहिँ हल्का हल्का मात्र काट्नुपर्ने हो। अब तपाईँको कस्टमरले कति भन्छ कस्टमरको अनुसार चाहिँ काट्नु होला है साथीहरू। ल है साथीहरू हेर्नु है, हाम्रो फाइनल चाहिँ लुक चाहिँ यही हो। ल हेर्नु है। र भिडियो चाहिँ मन पर्यो भने लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला है साथीहरू। यही चाहिँ हो हाम्रो फाइनल लुक्स। यसो